सो हेलो नमस्ते, म सङ्गीता कुमारी राम। यो चाहिँ हाम्रो दोस्रो दिन रहेको छ धनकुटामा चाहिँ। धनकुटामा हामी जे कामको लागि आएको छ त्यसको लागि चाहिँ त्यहाँबाट हामी हिलेबाट हिँड्यौँ नगरपालिकामा चाहिँ, धनकुटा नगरपालिकामा। अनि हिँड्दाखेरि चाहिँ हाम्रो एउटा म्याजिक चढ्यो। म्याजिक चढ्दा एकदमै भाडा एकदम कस्टली, 150-200 लिने एकैजना मान्छेको। अनि स्टुडेन्ट कार्ड काम नगर्ने रहेछ। अनि त्यहाँबाट चाहिँ हामी यहाँबाट हिँड्यौँ। अनि त्यसपछि हामीलाई चाहिँ धनकुटै लगेर छोडिदिनु भयो, त्यहीँबाट जानु भनेर। अनि यहाँ जाँदाखेरि चाहिँ यो चाहिँ चोकमै चाहिँ स्तनपान कक्ष रहेछ होइन, जहाँ चाहिँ आमाहरूले सुत्केरी बच्चा जो हुन्छ होइन उनीहरूलाई चाहिँ दुध खुवाउनको लागि चाहिँ यो चाहिँ एउटा टहरा बनाइदिनु भएको छ क्या चोकमा। त्यो चाहिँ कस्तो मजाको लाग्यो। अनि त्यहाँबाट हामी हिँड्दै हिँड्दै एभोकाडो पार्क हुँदै घुम्दै अनि त्यसपछि केही बेर हिँडिसकेपछि चाहिँ यता धनकुटा नगरपालिकामा हामी पुग्यौँ। त्यहाँनिर गइसकेपछि नगरपालिकाको कामहरू के छ कस्तो छ सबै थोक बुझ्यो, डाटाहरू लिइसकेपछि हामी त्यहाँबाट निस्क्यौँ। पहिला त यो राजाको बस्ने ठाउँ थियो अरे, अनि त्यस कारण यहाँ चाहिँ यो एरिया जति पनि छ त्यो चाहिँ सरकारी एरियाहरू हो भनेर भनिन्छ क्या। त्यहाँनिर चाहिँ यो सबै सरकारी कार्यालय भएको एरियाहरू हो। अनि त्यो बाटो हिँड्दै हामी चाहिँ यताबाट सर्टकट पर्छ भनेर चाहिँ हामी यहाँ चोकमा चाहिँ जानको लागि हिँड्यौँ। अनि यहाँ हेर्नु हाम्रो साथीहरूको चर्तीकला एकछिन है। एकैछिन हिँड्दाखेरि त यहाँ हामी चोकमा आइसकेका थियौँ। साथीहरू केही गर्ने त्यहाँनिर गएर दाइसँग सोधिराख्नु भएको थियो। हामी चाहिँ केही पछि 1-2 घन्टा कुरिसकेपछि चाहिँ त्यहाँनिर गाडी नपाएर जिपमा गइरहेको रिसर्च हामीले यसरी दुःख गरी होइन एक्सप्लोर गरी हामीले गरिरहेको डर पनि लाग्छ है, सब गर्दै रमाइलो गर्दै और रिसर्च भी करना है हिलेको लागि कुछ कह नहीं पाता है जहाँ छ होइन होटेलनिरको लागि चाहिँ हामी हिँड्यौँ गफसफ गर्दै होइन। त्यो दाइसँग हाम्रो एकजना साथीले लिफ्ट माग्नु भएको थियो। त्यो कसरी माग्नु भएको थियो त्यो हामीले तपाईँलाई एकछिनमा अगाडि हेर्नु होला। अनि त्यहाँ चाहिँ कस्तो के अब एक त गाडी नपाउने, अनि गाडी पाए पनि कस्तो कस्टली के, ट्रान्सपोर्टेसन कस्ट त एकदमै कस्टली। अनि त्यसपछि स्टुडेन्टहरूलाई त डिस्काउन्ट नै नदिने के, 45% भनेको छ तर छैन। अनि केही बेरपछि हामी आधी बाटोमा पुग्यौँ। यो दाइ चाहिँ यहीँसम्म मात्र रहेछ। अनि उहाँ दाइ चाहिँ कस्तो मजाको के, केही छैन हाम्रो कर्तव्य भन्छ, तपाईँहरू विद्यार्थीहरू हुनुहुन्छ, तपाईँहरूको हेल्प गर्नु पाउनु भनेको नि हाम्रो पनि भाग्य नै हो भनेर भन्नुभयो। अनि त्यसपछि कति मजाले बोल्नु भएको थियो। अनि उहाँलाई थ्याङ्क यू भनेर चाहिँ हामी निस्क्यौँ। अनि यहाँ साथी हेर्नु मागेको है, त्रिभुवन विश्वविद्यालय काठमाडौँबाट रिसर्चको लागि आएको थियो यहाँ नगरपालिकामा। हजुर अनि 2 घन्टा भयो बाटोमा आएर ड्राइभरले भनेको होइन ऊ त्यो व्हाइट कलरको टी सर्ट लाउँदै हुनु न बढी पढा सास फेर अनि बोल हामी काठमाडौँ त्रिभुवन विश्वविद्यालयबाट आएको चाहिँ यहाँ 2 घन्टा भयो गाडी कुरेको आएन। हामीले यसमा जाने लिफ्ट दिनु न ल थ्याङ्क यू। हामीले लिफ्ट पनि पायौँ होइन। अहिले हामी आधी बाटोमा चाहिँ पुग्यौँ, आधी बाटो चाहिँ हामी बाँकी छ डेस्टिनेसनमा पुग्न। बच्चा देखान यहाँ मेरो 2टा बच्चा बोकेर हिँडेको छु होइन। त्यसपछि हामीले फेरि एकछिन कुरिसकेपछि लोकल बस पायो। अनि हाफ बाटोमा आइसक्यो है, भए पनि उहाँसँग भाडा सोधेको अनि त्यति नै 100 रुपियाँ नै लिने भन्नुभयो पर पर्सन नै। जे भने पनि हामीलाई जानुपर्ने थियो। अनि हामी पुग्यौँ त्यहाँनिर थुङ्गा चोक पुग्यौँ हिलेको। अनि त्यहाँ गइसकेपछि साथीहरूले फोटोसोटो खिचे। फर्स्टमा चाहिँ एकजना आयो खिचाउन सरहरू, अनि त्यसपछि हेर्नु है बिस्तारै बिस्तारै सबै साथीहरू यसमा जोइन हुन्छ। त्यसपछि हामीले पनि अलिअलि सेल्फी लियौँ, फोटो खिचेको यस्तो आयो होइन राति पनि। अनि सबै साथीहरूले फोटोसोटो खिच्यौँ।
सेल्फी यस्तो आयो। अनि त्यसपछि हामी घरतिर होटलतिर पुग्यौँ, पुगेर फ्रेस भयौँ अनि रुममा हाम्रो चढ्ती कलाहरू हेर्नु साथीहरू फ्रेस भएर हामी मैले स्टोरी हाल्छु ल यो कसैलाई केही प्रब्लम त हुँदैन नि गफ गर्दै गीत गाउँदै अनि तापिरहेको थियौँ त्यहाँ चाहिँ आएको त आफ्नो घर छ होइन किनकि एकदमै चिसो छ आएको बेलामा जति पैसा आउँछ बाँड्नुपर्छ यहाँ के हुन्छ ल बालनसाले सकेर जावेर खाएर साथीले गीत गाउँदै हुनुहुन्थ्यो। म गीत पनि एकछिन सुनाउँछु है। अनि गीत गाइरहेको थियौँ, सबैजना आनन्द लिइरहेको थियौँ बिस्तारै। अनि त्यसपछि खानासाना खाएर हामी हाम्रो सेसन हुन्छ बेलुका बेलुका हरेक दिनभरि के गऱ्यो भनेर। अनि त्यो सेसन सकेर अनि त्यसको चाहिँ भिडियो रेकर्ड गर्न पाएन, त्यो चाहिँ गर्नै अलिकति मिल्दैन पनि, अनि त्यसो गरेनौँ। अनि यहाँ चाहिँ साथीहरूसँगै म्याम पनि आउनुभयो पछि, अनि हामी गफ गर्दै गीत गाउँदै अनि आजको दिन चाहिँ यसरी नै सकिन्छ। मिलते हैं अगले ब्लॉग में, सी यू, गुड नाइट।